योग अभ्यास गर्नुअघि जान्नुपर्ने बुँदाहरू। 1 नम्बर, खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ। अन्य समयमा गर्नुपर्दा टन्न खाएको 4 घन्टापछि र हल्का खाएको 2 घन्टापछि गर्नुपर्दछ। 2 नम्बरमा याद गर्नुहोला, योग अभ्यास सकेर आधा घन्टा जति कुरेर मात्र खाना खान सकिन्छ। 3 नम्बर बुँदा, हरेक दिन एउटै समय पारेर कम्तीमा 20 मिनेट र बढीमा 90 मिनेटसम्म योग अभ्यास गर्न सकिन्छ। 4 नम्बर, लुगा खुकुलो एवं सजिलो हुनुपर्दछ, अझ सुतीको भए सर्वोत्तम हुन्छ। 5 नम्बर बुँदा, शान्त, सफा, हावादार तथा न्यानो ठाउँमा अभ्यास गर्नुपर्दछ। 6 नम्बर, चस्मा र कन्ट्याक्ट लेन्स छ भने अभ्यास गर्दा झिक्नु पर्दछ। 7 नम्बर, दिसा पिसाब सकेर मात्र योग अभ्यास गर्नु बढी लाभदायक हुन्छ। 8 नम्बर, महिलाहरूले महिनावारी चलेको बेला सामान्यतः योगासन गर्नु हुँदैन। मुद्रा, कीर्तन, ध्यान र प्राणायाम मात्र गर्नुपर्दछ। यस बेला तल्लो पेट चलाउनु हुन्न। 9 नम्बर, प्रत्येक योगासनको अवधि 15 सेकेन्डदेखि बिस्तारै बढाउँदै 3 मिनेटसम्म पुग्न सकिन्छ। समयावधि थाहा पाउन आफ्नो सासलाई गर्न सकिन्छ। 10 नम्बर, याद राख्नुहोस्, टाउको अगाडि झुकाइ गर्ने सबै आसनले टेन्सन निवारण गर्नुका साथै मनोबल बढाउँछ। तर यस्ता आसन सामान्यतया उच्च रक्तचाप, हर्निया र मुटुका रोगीले भने गर्नु हुँदैन। 11 नम्बर, कुनै पनि आसन गर्दा जिउलाई जबरजस्ती गर्नु हुँदैन। 12 नम्बर, तपाईँ कुनै पनि दीर्घ रोगबाट पीडित हुनुहुन्छ भने एकपटक योग विज्ञको सल्लाह लिई मात्रै अभ्यास सुरु गर्नुहोला। 13 नम्बर, योगबाट राम्रै फाइदा पाउन 3 देखि 6 महिनासम्मको नियमित योग अभ्यासको आवश्यकता पर्दछ। 14 नम्बर, प्राणायाम गर्दा सास रोक्न नहुने रोगहरू भनेको 1 उच्च रक्तचाप, 2 मुटु रोग, 3 फोक्सोको रोग, 4 अनिद्रा र 5 साह्रै स्मरण शक्तिको कमी। केही सावधानी अपनाउनुहोला। अपरेसन गरेको भए 2 वर्षपछि सबै मात्र आसन गर्न सकिन्छ। अन्यथा योग प्रशिक्षकसँग सल्लाह गर्नुहोला। धन्यवाद।